आउनुस् यो 3 बेडरुम हाउस स्टाफोर्डको भर्खरै रिसेन्टली अब रेन्टमा हाल्नुको लागि रेडी गर्दैछौँ। त्यहाँ पर हेर्नुहुन्छ भने इभी चार्जिङ गाडीको लागि ग्यारेज भइहाल्यो त्यसको अट्याच हैन। ल सोल्टी भित्र आउनुस्। सबभन्दा सुरुमा यहाँनिर टोयलेट एकदम ब्रान्ड न्यू हेर्नुस् त्यो सिल पनि फोडेको छैन हामीले। यहाँनिर लिभिङ रुम एकदम स्पेसियस। यहाँ अर्को स्टोरेज एरिया। यहाँ चाहिँ ब्रोडब्यान्डको कनेक्सन पनि अलरेडी छ त्यहाँनिर। यहाँबाट आउनु भयो भने किचन एकदम फुल्ली इन्टिग्रेटेड किचन। यहाँनिर हेर्नुहुन्छ भने यो के भन्छ यसलाई सोल्टी ओभन तपाईँको यो फ्रिज हो है। यहाँ मुनि डिप फ्रिज वासिङ मेसिन है तपाईँको हैन। अनि अरू चाहिँ सबै स्टोरेज युनिट यो डिसवासर यहाँनिर डिसवासर। अनि यता यहाँबाट ब्युटिफुल गार्डन बाहिर हैन। बाहिर आएर यहाँबाट माथि हेर्नुहुन्छ भने तपाईँले आउनुहोस् त यहाँ सोल्टी। यहाँ माथि सोलर पनि देख्नुहुन्छ। यो चाहिँ एनर्जी एफिसिएन्ट न्यू बिल्ड 3 बेडरुम सेमी डिटाच हाउस घर चाहिँ अब भर्खरै हामीले मार्केटमा राखेको छौँ। यो चाहिँ होपफुली 1350 मा चाहिँ रेन्टमा मजाले जान्छ यो।